हाई गाइस वेलकम टु माई मिनी भ्लगहरू ऱ्यान्डम डे इन माई लाइफ। म चाहिँ अफिसको लागि रेडी हुँदै थिएँ अनि मैले चाहिँ मन्दिरको दर्शन गरेँ। मम्मीले पूजा गरिसक्नु भएको थियो। तल झर्दा मम्मीले नानीलाई खुवाइराख्नु भएको थियो। म पनि खाना खान लागेँ। आज चाहिँ मैले एक्लै खाएको थिएँ किनभने विकास पनि कतै जानुभएको थियो। एकछिनमा त आउनुभयो अनि मम्मीले चाहिँ फिड गरिराख्नु भएको थियो नानीलाई। अनि फेरि मैले विकासले कुरेँ भने मलाई चाहिँ लेट हुन्छ। त्यसपछि म अफिसको लागि रेडी भएँ। आज चाहिँ हामी धेरै पछि बाइकमा गएको थियौँ। हामी सर्टकट जान्छौँ, त्यही भएर छिटो छिटो गर्दै हामी अफिस पुग्यौँ। तर के गर्नु, अफिस पुग्दा लेट भइसकेको थियो। सबैजना आइसक्नु भएको थियो। त्यसपछि मैले आफ्नो काम स्टार्ट गरेँ। काम गर्दा गर्दा मलाई चाहिँ तल हाम्रो ग्राउन्ड फ्लोरमा गोदरेज किचन बन्दैछ, त्यहाँ गएर मैले भिजिट गरेँ। एकैछिन त्यही बसेँ, त्यही हेरिरहेँ। अनि त्यसपछि मेरो नास्ता खाने बेला भयो। आज चाहिँ मैले हेल्दी खाएको थिएँ। फेरि ब्याक टु वर्क काम गरिरहेको थिएँ। त्यसपछि घर जाने बेला भयो। सुनौलोलाई बाई बाई गर्दै म घरतिर लाग्नुभन्दा अगाडि हामी फेरि मोमो खानलाई स्टप गऱ्यौँ। यहाँको चाहिँ हामीलाई चाहिँ मोमो चाहिँ ठिकै लाग्छ, तर झोल चाहिँ हामीलाई मनपर्छ। मोमो खाएपछि हामी घरतिर लाग्यौँ। घर जान भन्दा अगाडि हामी फेरि बेलबासमा एउटै साइड थियो अनि त्यो साइड भिजिट गरेर हामी फेरि घरतिर लाग्यौँ। थ्याङ्क यू सो मच फर वाचिङ। सी यू इन द